नमस्कार। अर्को एउटा चाहिँ एउटा जानकारीमूलक छ। जानकारीमूलक भने भन्दाखेरि म सबैभन्दा म जान्ने सुन्ने हुँ, म बुझ्ने हुँ भनेर मैले भन्न खोजेको होइन। तर बुद्धिजीवीहरू, देशको चौथो अङ्ग पत्रकारहरू, उहाँहरूले पनि उहाँहरूको मुखमा कहिले पनि नबोलेको नसुनिएको एउटा सब्जेक्ट छ, जुन चाहिँ देशको लाख करोड अर्ब होइन खरबौं खरब सम्पत्तिको चाहिँ दोहन भएको छ। यो सप्रमाण अथवा म त्यहाँनिर सबैलाई म के भन्न चाहन्छु भन्दाखेरि यो जानकारी गराउन म चाहन्छु। यसको सम्बन्धमा चाहिँ मैले बोल्नु पर्यो भनेर टङ्कदाहालजी र रोशन श्रेष्ठ उहाँ जो मेरो साथी हुनुहुन्छ, यसो उमेर हेर्दाखेरि मेरो लगभग मेरो चाहिँ छोरा अथवा नाति सरको उमेरको उहाँ हुनुहुन्छ, तर मेरो फेसबुकमा साथी हुनुहुन्छ। अनि यो सामाजिक सञ्जालमा फेसबुकमा उहाँको त्यो खोज समाचारमा मैले उहाँलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरेर आदि त्यही गरेर मैले भरमजदुर मैले सहयोग गरेको पनि हो। तर उहाँलाई कन्ट्याक्ट गर्नु खोज्दाखेरि उहाँले कन्ट्याक्ट गर्न चाहनु भएन। अनि फेरि के पनि भने भन्दाखेरि मैले एउटा भिडियो बनाएर उहाँकै फेसबुक पेजमा चाहिँ मैले के गर्थेँ, अपलोड गर्थेँ। उहाँले चाहिँ त्यो कुरा चाहिँ फेरि मलाई के हो भनेर सोध्नुहुन्छ कि अथवा त्यही अनुसारको चाहिँ केही कुराहरू बोल्नुहुन्छ कि भनेर भन्दाखेरि उहाँ बोल्नु भएन। यस्तै पत्रकार हो, कोही पनि पत्रकार बोल्नुहुन्न। जस्तो चाहिँ एउटा यस बेला राजीव खत्री हुनुहुन्थ्यो भन्दा अगाडि, यस बेला मेरो दृष्टिमा असल पत्रकार भनेर चिनिएको वीरेन्द्र जैरू हुनुहुन्छ है। उहाँहरूको मुखबाट पनि नसुनेको, कहिल्यै पनि उच्चारण नभएको एउटा जानकारी के चाहिँ भने भन्दाखेरि 2037 सालतिर अथवा 38 सालतिर कति हो म त्यो कन्फर्म छैन, जेउस राजा वीरेन्द्रले चाहिँ इन्डियासँग एउटा सम्झौता गर्नुभएको थिएछ। त्यो सम्झौता के थियो भन्दाखेरि गणेश हिमालबाट चाहिँ जस्ता र सिसा निस्किन्छ, इन्डियाको बनाइयो निस्किन्छ, त्यो चाहिँ 51% चाहिँ नेपाललाई, 49% चाहिँ इन्डियालाई भनेर चाहिँ त्यो सम्झौता भएको र उहाँले चाहिँ राजाले चाहिँ हस्ताक्षर गर्नुभएको हो भनेर भन्ने सुनिन्छ। त्यो दस्तावेज मैले यसरी हेरेर पढेर चाहिँ त्यो त मलाई थाहा छैन। तर गणेश हिमाल खनेको चाहिँ मैले कहिले एउटा थाहा पाएको भने भन्दाखेरि लगभग 43 सालदेखि, विक्रम सम्वत 43 सालदेखि गणेश हिमाल खनेको मलाई थाहा थियो। अनि 40-45 सालतिर के एउटा उक्ति चल्यो भने भन्दाखेरि त्यो बाहिर एउटा र्युमर्स, बाहिरी कुरा एउटा के चल्यो भने भन्दाखेरि गणेश हिमालबाट चाहिँ ढुङ्गा, गणेश हिमालको एरियामा खनिएको ढुङ्गा चाहिँ निस्केको ढुङ्गा चाहिँ बिक्छ भने अन्त त्यो ढुङ्गा अनि फेरि बिक्छ भने भन्दाखेरि एउटा ताजुब लाग्ने नबुझ्ने मान्छेलाई अन्त अनि त्यो कसरी बिक्छ भने भन्दाखेरि 40 रुपियाँ किलो बिक्छ भने अब त्यसो भन्दाखेरि मैले चाहिँ 40-50 केजी यानि 10 केजी भए पनि 40-50 रुपियाँमा हालेर किनेर राख्नुपर्ने थिएछ। हुन त त्यो गैर कानुन थियो, म जेल जान्थेँ पनि, जानु सक्थेँ होला होइन त। त्यो मैले त्यो गर्न पनि चाहिनँ। अनि एकजना मेरो साथी थियो, त्यस बेला माओवादीको कुराकानी भएको थिएन, एकजना मेरो साथी हुनुहुन्थ्यो, उहाँ चाहिँ चीनको मैले मन परेको सिद्धान्त र मेरो पार्टी भनेको चीनको चम्किलो तारा हो भनेर चाहिँ भन्नुहुन्थ्यो। माओवादीहरूले सुरुमा उनीहरूले कुरा निकाल्ने थिए चीनको चम्किलो तारा, यो थियो त्यस बेलाको भाषा। अनि त्यो ढुङ्गा चाहिँ त्यहाँबाट निस्किने ढुङ्गा चाहिँ के रहेछ भने भन्दाखेरि लालमणि। अब यो लालमणि भन्ने कुरो मैले कसबाट थाहा पाएँ भने भन्दाखेरि 70, 71, 72तिर जुन त्यो भूकम्पको समयमा मैले थाहा पाएँ यो चाहिँ गणेश हिमालको हो भनेर त्यहाँ बोकेर हिँडेको र किनबेच भएको चाहिँ मैले त्यहाँनिर देखेँ। अब कसैलाई मैले के गर्न सकिनँ, मैले गर्दान गरिनँ, किन भन्दाखेरि त्यो कुरा पहिल्यैदेखि सुन्दै आएको होइन त। अब त्यहाँनिर चाहिँ त्यो लालमणि रहेछ एउटा। अर्को एउटा चाहिँ इन्डियाकै पत्रकारबाट चाहिँ भएको छ लिथियम, जुन चाहिँ ढुङ्गा चाहिँ लिथियम ढुङ्गा ब्याट्री बनाउनुको लागि काम लाग्दो रहेछ। त्यो ठुलो गोदाम त्यहाँनिर यसरी चाहिँ देखाएको थियो, यो लिथियमको गोदाम भनेर देखाएको थियो। अनि त्यो गोदाम कहाँबाट आयो त भने भन्दाखेरि गणेश हिमालबाट है। गणेश हिमालबाट के चिज गयो भने भन्नु होला भने सेतो ढुङ्गा थियो। अनि त्यो 40 रुपियाँ किलो भने अब यहाँ एउटा फेरि कुरा चाहिँ फर्किनु पर्यो। 40 रुपियाँ किलो भन्दाखेरि म यसलाई आत्तिएको जस्तो भयो है, त्यो आत्तिएको होइन, तर यो भिडियो छोटो बनाउनु पर्यो, म अलिकति छिटो बोल्ने कोसिस गरेको
है। त्यो 40 रुपियाँ बिक्ने ढुङ्गा चाहिँ कस्तो थियो भने भन्नु होला नि, यसरी त्यो सेतो झिलझिल गरेर टल्किने सेतो यसरी थोप्ला 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 भएको ढुङ्गा थियो। यसो हेर्दाखेरि यता ढुङ्गा देखिने, तर यसरी टिका चाहिँ सेतो टलक्क टल्कियो देख्ने। तर त्यहाँनिर चाहिँ त्यो एउटा यसरी टर्च बाली हेर्दाखेरि चाहिँ त्यो झलोले बल्ने, यता पछाडि पनि बल्ने, यताबाट टर्च बत्ती बाल्दा यता पनि बल्ने, यस्तो किसिमको चाहिँ ढुङ्गाहरू 40 रुपियाँ किलोमा बेच्नेहरूले बेचे, किन्नेहरूले किने। त्यो 40 रुपियाँ किलो बेच्नेले के कमायो होला र होइन त, त्यो 40 रुपियाँ किलो किन्नेले चाहिँ कमायो, यस्तो पनि भयो। अनि यस्तो किसिमको ढुङ्गा चाहिँ उसले 55-56 सालसम्म कतिसम्म लग्यो। यसमा चाहिँ बन्द गरायो कसले भने भन्दाखेरि माओवादीले बन्द गरायो। अब यो कुरो कसलाई थाहा छ भने भन्दाखेरि एमालेलाई थाहा छ, काङ्ग्रेसलाई थाहा छ, उनीहरूलाई अवश्य पनि थाहा छ। अनि त्यहाँबाट के हो, राप्रपालाई पनि अवश्य पनि थाहा छ। अनि उसलाई के छ, माओवादीलाई त त्यसै थाहा छ, माओवादीले नै बन्द गराएको हो त्यो 55 साल अथवा 56 सालतिर माओवादीले चाहिँ बन्द गराएको हो। त्यो तपाईँको 42-43 सालदेखि मैले खन्न सुरु गर्यो भन्ने कुरो थाहा पाएको, 45-46 सालतिर हो त्यसरी 40 रुपियाँ किलो ढुङ्गा बिक्दो रहेछ, बेचे केटाहरूले भनेको सुनेको, आँखाले नदेखेको है। अनि त्यहाँभन्दा पछाडि चाहिँ 70 सालतिर 72 साल भूकम्पको बेलामा चाहिँ यो चाहिँ गणेश हिमालको ढुङ्गा हो भनेर कतिजना मान्छेले बोकेर हिँडेको मैले देखेको है। अनि त्यस्तो ढुङ्गा कति लग्यो भन्ने अझ कसैलाई पनि थाहा छैन। अब त्यो ढुङ्गा कति परिमाणमा लग्यो र कुन कुन ढुङ्गा लग्यो, कुन कुन दर्जाको ढुङ्गा लग्यो भने मैले ढुङ्गाको एउटा लालमणि लग्यो, एउटा हरितमणि लग्यो, एउटा चाहिँ सेतो सुन लग्यो भने अर्को चाहिँ के लग्यो, लिथियम लग्यो भन्ने कुरो यो चाहिँ मलाई कन्फर्म थाहा छ। तर त्यो कति परिमाणमा लग्यो भन्नुको लागि चाहिँ हाम्रो वैज्ञानिकहरूले गएर त्यहाँनिरको भोल्युम हेरेर कति परिमाणमा उसले लग्यो भन्ने चाहिँ त्यो चाहिँ के गर्नुपर्छ, त्यो पत्ता लगाउनु पर्छ। त्यो पत्ता लगाइसकेपछि गर्नु त अरू त केही पनि नसक्ला, तर पनि अन्तर्राष्ट्रिय अदालतमा अवश्य पनि जानु सकिन्छ होला है। यो कुरा चाहिँ सेयर गरेर पत्रकार र बुद्धिजीवीहरू सबैलाई पुर्याइदिनु होला। प्लिज 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 म धेरै बिन्ती गर्छु, पत्रकार र बुद्धिजीवीहरूसम्म यो पुगोस् अनि त्यहाँनिर सदनमा यो कुरा चाहिँ उठोस्। धन्यवाद।